ब्याक रविन्द्र रका युट्युब च्यानल सबैजनालाई स्वागत छ। आज चाहिँ हाम्रो एकजना साथी चाहिँ एकदमै 17 साल एकदमै कठिनाइपूर्वले पुरा गरेर चाहिँ आफ्नो घर फर्किँदै हुनुहुन्छ। उहाँलाई हामीले सबै साथीहरू मिलेर चाहिँ है डाइनिङ आउट उहाँको प्रोग्राम गर्न गइरहेका छौँ। जति पनि साथीहरू यो च्यानलसँग नयाँ हुनुहुन्छ भने उहाँहरूले भिडियोलाई लाइक कमेन्ट सेयर गरेर अन्तिममा सब्सक्राइब गरेर बेल आइकनको अन गर्नु होला। हामी अब भने साथीको अब प्रोग्राम सुरु गर्न गइरहेका छौँ है, नगरी अन्तिमसम्म हेरिदिनु होला। र हामीसँग नभएको साथीहरू जहाँ हुनुहुन्छ त्यही आफ्नो ठाउँबाट चाहिँ एकदम यो भिडियो अन्तिमसम्म हेरेर मनोरञ्जन गर्नु होला है साथीहरू। सैनिक जीवन एउटा नोकरी मात्रै होइन कि यो एउटा देशप्रतिको समर्पण, अनुशासन, त्याग र कर्तव्यको प्रतीक पनि हो। उहाँले यही भावनालाई 17 वर्षसम्म बोकेर आफ्नो ड्युटी इमान्दारीको साथ निभाउनु भयो। यो उहाँको काम सराहनीय छ। उहाँ कम्पनीको अत्यन्त मेहनती, जिम्मेदार, इमान्दारी र सहयोगी व्यक्तिमा चिन्नुहुन्छ र उहाँले कम्पनीको लागि खास गरेर उहाँ गेमप्रति पनि लगाव हुनुहुन्छ। उहाँले कम्पनीको लागि धेरै गेमहरूमा जस्तै भलिबल, बास्केटबल, ह्यान्डबल आदि गेमहरूमा भाग लिएर कम्पनीको लागि ठुलो योगदान दिनुभयो। यसको लागि हामी सधैँ सम्झनी रहनेछौँ। कम्पनीले कहिले बिर्सने छैन र उहाँको आउँदो दिनहरू यानि कि पेन्सनको बादमा आउने दिनहरू सधैँ सुखमय रहोस्, यही दुर्गा मातासँग प्रार्थना गर्दै माननीय कम्पनी पैसा साहबलाई फुलमाला दिएर चिन्हको रूपमा र कम्पनीको तर्फबाट एउटा सानो चिन्ह दिएर सम्झना स्वरूप दिनुहुनको लागि म विनम्र अनुरोध गर्दछु। यसै गरी हाम्रो छन्टे भाइलाई चाहिँ आफ्नो मनको कुराहरू राखिदिनुहुन र कम्पनीलाई के गर्दाखेरि राम्रो हुन्छ त्यो सजेस्ट गर्नको लागि एक दुई कुरा भन्नलाई अनुरोध गर्दछु। सम्मानीय कम्पनीको वरिष्ठ सुरेश सर, कलाकार कमान्डर सर, सबै दिदी सरहरू, सेजु सर अनि सबै भाषाहरू र सबै भाइहरू, हजुरहरू सबैलाई थाहा नै छ भोलि म शनिबार जाँदैछु। यसैलाई तपाईँहरूले मध्यनजर गरेर एउटा विजय
बाहिर होइन साहबहरूले मैले गर्दा धेरै कुराहरू सुन्नु पऱ्यो होला किनभने अब प्रमोसन छोडेपछि छ अलिकति कम्पनीबाट टाढा भइ नै रहेछ आफू पनि छोडिसकेपछि फेरि म पनि अलिक कम्पनीबाट टाढा छु भन्ने जस्तो महसुस हुँदो रहेछ त्यही भएर अब एउटा जाँदा नमिल्ने उता जाँदा नमिल्ने जस्तो हुन्छ त्यही भएर जुन तरिकाले जस्तै पहिला सुरुमा हामी गरिरहेको थियौँ त्योभन्दा अलिक पछि भएको लाग्छ तर पनि साहबहरू साथ दिनुभयो मलाई लास्टसम्म जानेसम्म म सधैँ याद गर्नेछु कुरा राखिदिनु भयो धेरै धेरै धन्यवाद र कम्पनीको तर्फबाट यानि कि हामी अभिभावकहरूले कहीँ गलत होडहरू या गालीहरू गऱ्यो होला त्यसको लागि चाहिँ एउटा अभिभावक या दाइ जस्तो मानेर क्षमा गर्दै हुन भन्न चाहन्छु र अब समयको मध्यनजर राख्दै माननीय कम्पनी वाइस साहबलाई अनुरोध गर्छु कि जय गौरव गर्नको लागि खाना सँगसँगै होइन हामी यसो रमाइलो कुराकानी गरौँ होइन तपाईँको प्रार्थना गुरुजी अब घर जानु लाग्नु भएको रहेछ होइन तपाईँलाई अब के कस्तो लागिरहेको त यस्तो अब पुलाटनको हाम्रो गुरुजी हुनुहुन्छ अब ऊ पेन्सन आउट जाने हुनुहुन्छ अब भोलि यहाँ पर्सितिर सायद निस्किनुहुन्छ अब एक तर्फबाट गुरुजीलाई खुसी पनि छ दुःख पनि छ कि अब 17 साल गरेर अब यस्तरी कम्पनी छोडेर जाँदैछ भनेर अब गुरुजीले ऊ पनि गर्नुभएको थियो त्यसको पछि हामीलाई पनि त्यस्तै अब दुःख लागेको छ हामीसँग बसेको मान्छे अब यसरी गएपछि अब सधैँको लागि गयो अब फर्केर अब सायद आउने हो कि होइन केही थाहा पनि छैन पहिला अब पल्टनमा यस्तो ठुलो प्रोग्रामको बेलामा बोलाएपछि हो आउने अदरवाइज त आउँदैन होला त्यस्तै हो पछाडि हाम्रो ठुलो साहबहरू बस्नुभएको छ योभन्दा पहिला नि हजुरले काफी इन्टरभ्यूको लागि काफी जोर लगाउनु भयो तर त्यसको पछि अब यहाँ हाम्रो भाइ पनि आउनुभएको छ यहाँ ढाका टोपी लाएर जो उसलाई सुहाउँदैन तर नि लाएर हिँडेको हुन्छ के गर्ने अब उसले आफ्नो ड्युटी गरेकै छ ड्युटी त्यसरी नगर्यो भए त उसले नि अब चाहिँ आज चाहिँ एकदमै स्वागत छ है त नहीं पेंशन कोई और जा रहा है तो बोलूं मैं नेपाली में बोलो न अच्छा तो तो क्या ये तो भाई हिंदी आ गया ना तो आज छंटल गुरुजी को फाइनल फिर हिंदी बोल रहा है तो आज छंटल गुरुजी तो आज हाम्रो छन्ट्याल गुरुजी हाँ आज पेन्सन गइराख्नु भएको छ त हामी बहुत त्यो कुरा लिएर बहुत दुःख छौँ किनकि यो गुरुजी यति साह्रो राम्रो हुनुहुन्थ्यो सबैसँग मिलनसार
होइन मिलनसार रक्सिनी दिन्थ्यो यार बेला बेलामा खानको लागि यो त भन्नुहुन्थेन होला यार होइन भन्नु पर्थेन यार तो मिलनसार था वो थाहा नहीं नेपाली में बोलना तो मिलेको तो हिंदी आ रहा है ना बीच में तो यार तो हाँ वो मिलनसार था हुनुहुन्थ्यो तो कहिले कहिले परेशान पनि गर्यो रक्सी खाएर मच्छरदानी यता लगाउने उता सुत्दिने मच्छरलाई चकमा मच्छरले खोजिरहेछ मच्छरदानीमा मान्छे उता सुत्दैछ यार कम्बलमा त्यो यस्तो यस्तो नि चकमा दियो त त्यति बेला चाहिँ अलिकति दुःख लाग्थ्यो गुरुजीलाई मच्छरले चिल्यो भनेर के अरे चम्चा यहाँ छ हातले खाइरहेछ के बार छ मेरो हामी अब गाउँघरको मान्छे पर्यो होइन चम्चाले खाने बानी बहुत कम छ ज्यादातर हामी त हातले खाइन्छ खाना